नेपालको हेलो के भयो हजुरको रन फर फन हो कि रन हेलो गाइज इट्स मी सागर एके दलाउरी टिमर दिस इज द रेस्ट डे आज युनिट रन 2082 को रेस्ट डे अनि हामी चाहिँ रेडी भइसक्यो हो झोला प्याकिङ भइसक्यो अब चाहिँ हामी साइकलमा कपडा जान्छौँ त्यसपछि त्यहाँ के हुन्छ हेरौँ है लेट्स सी है स्टे ट्युन है गाइज हामी चाहिँ ग्राउन्ड आइसक्यो केटा हो त्यहाँ जर्सी लिन लाग्थ्यो र खै भिडभाड भयो जम्सी छ केटा हेर तिमीहरूलाई पछि गएर याद आउला आफ्नो फोटोहरू म पनि दौडेको थिएँ युनिट रनमा भनेर हामीले चाहिँ आफ्नो नम्बर प्लेट 042 अनि भेस्ट पाइसकेँ अब चाहिँ ड्रेसअप गरौँ त्यसपछि चाहिँ हेरौँ के हुन्छ रन फर फन है ग्रहण गरिसक्नुभएका महानुभावहरू एकैछिनमा सुरु गरिहालौँ गरिदिनु हुनेछ अबको एकैछिनमा हामी यस विशेष कार्यक्रमलाई क्राउड छ आज मजा आउँछ रन फर फन हो कि रन फर यु फन हामी चाहिँ इन्जोय गर्ने हो ये हमारा धावक आ गया है चाहिँ क्राउड मस्त छ आजको 5 किलोमिटरको यो निलो लगाएको सब 5 किलोमिटर रन सही गोल्ड सोल्ड त्यसै हो भाइ रन फर फन हुन्छ हामीले चाहिँ इन्जोय गर्ने हो यो चाहिँ मेरो लास्ट साल हो अनि त्यसैले मेमोरिज क्रिएट गरेर जाउँ भन्ने मेरो सोच हो स्टे ट्युन है गाइज भ्लग बिचमा क्लिपहरू कहाँबाट हाल्न थाहा भएन त्यो पनि म्यानेज गर्ला नि कोही छन् चिना भयो फाइनली हाम्रो वार्मअप सिद्धियो म सेलेक्टेसन भइसक्यो अब चाहिँ स्टार्टिङ गर्ने भन्दैछन् त्यहाँ उता बोला छ जाउँ के हुन्छ जस्तो छ हामी मजा आउने छ हाम्रो चाहिँ रुट के छ भने सहिद गेट जेन्जी मार्ग हुँदै चौरा पुग्ने फेरि चौराबाट फेरि रिटर्न आउने कि यही हो हाम्रो आजको रुट अनि स्टे ट्युन हेरौँ के हुन्छ मजा आउँछ कम्प्लिट चाहिँ हान्नुपर्छ है कम्प्लिटै हान्ने गोल हाम्रो गोलै कम्प्लिट हान्ने हो 5 किलोमिटर कम्प्लिट हान्नै पर्छ है हामीहरूले हेलो भनिदेऊ त हेलो भविष्यका दिनमा आफूलाई हेर्दा खुसी लाग्ला मैले दौडाएको थिएँ भनेर हेरिहाल्ला केटा हो अनलाइन हेलो 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 ल यो चाहिँ हाम्रो क्राउड छ यार यति राम्रो हेडिङ कसको हो यार यति राम्रो मेरो भइदियो त म स्कुल लेभलमा टप भन्थेँ यार यति राम्रो हेडिङ भइदियो है चाहिँ हाम्रो रुट हो गाइज यो चाहिँ हाम्रो रुट यो सम्पूर्ण पार्टिसिपेन्ट्सहरूलाई चाहिँ म पहिला चाहिँ यो आजको यो दौडको केही नियमहरू भनिदिन्छु अनि त्यसपछि म एउटा रुट प्लानको जानकारी दिन्छु ल आजको यो यसमा सम्पूर्ण सहभागीहरूले अलि ध्यान दिएर सुन्ने 5-7 वटा महान जाति तथा देशको नेपाली सेना दिवसको उपलक्ष्यमा मिलाएर कहाँको टिकी खोइ One eternity later. फाइनली हामीले चाहिँ 5 किलोमिटर कम्प्लिट गरेँ हाम्रो गोल 20मा हाम्रो गोल चाहिँ कम्प्लिट गर्ने थियो मैले सोचेको थिएँ 22 को एक्सपेक्टेसन गरेको थिएँ तर 20मा कम्प्लिट गरेँ धेरै धेरै खुसी लाग्यो यति मजा आयो बिचमा कोही क्यामेराम्यान भएन र म क्लिपहरू हाल्थेँ यस्तो राम्रो भइरहेको थियो मजा आयो रन फर फन है गाइज युनिट रन 2082 हामीले 5 किलोमिटर कम्प्लिट गरेँ स्टे ट्युन अनि अब प्राइज डिस्ट्रिब्युसनमा म देखाउँला एथलेटिक्सको एउटा टेकेन्द्रले कम्प्लिट गरेको छ अनि अर्को एउटा धनगढी नमुनाको अनि राम्रो तिनीहरूले आफ्नै साथीहरूले पोजिसन लगाएको छ हामीले पोजिसनको लागि खेलेन त्यसैले सब चेन्ज गर्ने म यहीँ या फाइनली 20मा फाइनली कम्प्लिट यो चाहिँ हाम्रो बडी कन्डिसन आफ्टर 5K आफ्टर 5K कसले जित्यो केटा 5 किलोमिटर टेकेन्द्र के धामी चन्द खै चाहिँ हो आना कम्प्लिट गर्नु चाहिँ यो भिडियो पठाउनु है लक्ष्य तर खतरा भएको छ यो कन्डिसन अहिले म आफै अचम्म गरेँ राम्रो देखिया छ रनिङ गरेँ मजा आउने छ किन खतरा रहेछ त्यहाँ म त ट्रेनिङ गरेको छैन ट्रेनिङ गर्नु नि अब मेरो पनि 2-3 दिन भयो अहिले ठिकै हेलो गाइज हामी चाहिँ आइसकेँ
हाम्रो यहाँ चाहिँ 10 किलोमिटरवाला छन् 10 किलोमिटर के भएको छ सोधिहालौँ हेलो 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 दाइ हेलो दाइ हेलो के भयो हजुरको ल भाइ धेरै धेरै बधाई छ चाहिँ हाम्रो दाइले फर्स्ट हान्नु भएको छ अब चाहिँ यिनको आउँछ 25-30 हजार मोज गर्छ नि दाइले चाहिँ देखाउँछु मस्त छ त्यहाँ यहाँ नेपालीहरूको भइरहेछ डान्सहरू यो चाहिँ हाम्रो नेपाली सेना नेपालको सार्वभौम सत्ता अखण्डतालाई नियन्त्रण गर्दैछ चाहिँ हाम्रो यहाँ नेपाली सेना धेरै धेरै रिस्पेक्ट छ सो रिस्पेक्ट युज रिस्पेक्ट नेपाली सेनालाई हेलो 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 गाइस हेलो 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 के भयो पोजिसन के लाग्यो धेरै धेरै बधाई छ यार 25-30 हजार जति पनि आउँछ हेलो हेलो के पोजिसन लाग्यो धेरै धेरै बधाई छ हेलो हेलो भैया हेलो हेलो के लाग्यो पोजिसन के लाग्यो धेरै धेरै बधाई छ अब 25-30 हजार अब केटाहरूको गोल्ड मेडलिस्ट को रहेछ हेरौँ है हेलो हेलो वेलकम एभ्रिवान चाहिँ हाम्रो गोल्ड मेडल हेलो हेलो कहाँ हो हेलो के लाग्यो पोजिसन के लाग्यो 25-30 हजार थ्याङ्क यू नहीं खाली मेरो भ्यूज रिच घट लाग्ने 100 भ्यूज त आउँछ नि गाई बोला चलाला केदारले जाले हराइदियो यार हेलो गाइज हम चाहिँ यहाँ गइरहेको मेडलिस्टको हेलो दिदी के लाग्यो हजुरको मेडल धेरै धेरै बधाई छ 25-30 हजार ल धेरै धेरै बधाई छ दिदीलाई यहाँ चाहिँ हाम्रो सब गोल्ड मेडलिस्टहरू आइसकेका छन् सेरेमनी प्राइज डिस्ट्रिब्युसन सेरेमनी हेरेर चाहिँ यो भ्लग चाहिँ हिँड्नुहुन्छ हेलो गाइज नमस्कार दिदी के भयो धेरै धेरै बधाई छ यो चाहिँ हाम्रो दिदी उनले चाहिँ गोल्ड हान्नु भएको यिनले चाहिँ सेकेन्ड मेडल हान्यो हजुर कुन ठाउँ कुनबाट नेपाल आर्मी अनि दिदी नेपाल आर्मी धेरै धेरै रिस्पेक्ट छ नेपाल आर्मीलाई चाहिँ नेपाल आर्मीका सबै होनारहरू चाहिँ यहाँ गोल्डै हानिरहेका छन् अनि हाम्रो लागि चाहिँ छोड्नेवाला छैनन् हेलो हेलो प्राइज डिस्ट्रिब्युसन हुनुभन्दा अगाडि यहाँ चाहिँ खै डान्स कार्यक्रम भइरहेछ खै हेर यत्रो ठुलो सर्कल छ यहाँ चाहिँ सबलाई जोडिरहेछन् पावर अफ यो चाहिँ नेपाली सेनाको पावर के फाइनली आई कम्प्लिट माई 5 किलोमिटर अब चाहिँ घरतिर लागौँ भने हौ हेर के हुन्छ अहिले लाइटिङबाट यस्तो मजा आयो जाओ भैया जाओ रे जाओ अहिले 10 किलोमिटरवालाहरूको कम्प्लिट भएको छैन आउँदै गर्छन् त्यसैले चाहिँ अहिले ढिलो भइरहेछ नत्र अहिले प्राइज डिस्ट्रिब्युसन भइसकेको थियो पोहोर साल चाहिँ हाम्रो 21 र 42 पनि हालेको थियो योपालि चाहिँ 5 र 10 मात्र हालेको रहेछ 5 किलोमिटर मेन्स एन्ड वुमेन्स अनि 10 किलोमिटर मेन्स एन्ड वुमेन्स हालेको छ अनि अब खै कति पो आउँदैछन् कि त्यसैले भिड लामो नै छ त्यसैले वी आर वेटिङ कति टाइम लाग्ला हेरौँ अनि हाम्रो यहाँ चाहिँ यो ड्रेस चेन्जिङ रुम
अनि यहाँ चाहिँ नास्ता अनि यहाँ चाहिँ गाडीहरू यति आछन् आज आर्मीको गाडीहरू यति छन् कि पुरै युद्धमा गएको जस्तो गाडीहरू छन् हेर न गाइज यति हाम्रो चाहिँ यहाँ के भइरहेछ यहाँ के हो दाइ के भइरह्यो यहाँ ए नास्ता हेलो यहाँ चाहिँ नास्ताहरू रेडी भइरहेछ अनि यो नास्ताहरू कसलाई हामीलाई हो कि अरूलाई हो ए अनि कोही बाहिरको आएर खायो भने कसरी थाहा हुने त्यसलाई ए टी सर्ट कि नम्बर प्लेट ए टी सर्ट नम्बर प्लेट पनि भइहाल्छ टी सर्ट त अब झोलामा हाल्छु क्या भिजिया छ नि त यो टी सर्टसँग यो पनि मिल्छ नि त यो दिन माग्नुपर्छ नि त पोर्साल पनि मागेको थियो नि त टी सर्ट यहीँ छ भिजिया छ कि त्यसरी नलागेको चिसो छ नि त नाइ खाँदाको होइन अहिले के भइरहेको छ म हेर्न आएको क्या भिड देखेँ त्यसैले म चाहिँ भ्लगमा हाल्छु है सबको अनुमति लिएर कोहीलाई के इजरा के भन्छ नि आपत्ति छैन नि अनि हाम्रो हजुर ए ल दाईहरू हेलो दाई हजुर हजुर दाई हजुर दाई भन्नु हजुरले किन खेल्नु भएन हामी दौडे हो ए टप 10 भित्र हजुर कुनबाट क्लबबाट म चाहिँ क्लब होइन अनि खुल्ला ए हजुर क्लबतिर छिर्नु भएन यस्तो राम्रो टप 10 मा आउनेसम्म पोजिसनको क्याटेगोरी भएको मान्छेले हो हुन्छ तर अब खासै हाम्रो प्र्याक्टिस ठिकै हो क्लबको जस्तो अर्को वर्ष फान्ने ल यो हजुरले भिडियोमा भनिसक्नु भएको छ अर्को वर्ष फान्ने भनेर दाइ अर्को वर्ष म आउँछु भ्लग बनाउनलाई चिन्ता नलिनु दाइले अहिले आफ्नो यो पालिको हारलाई चाहिँ अर्को सालको जितमा परिवर्तन गर्ने चाहन्छन् ल है केटा हेर्नु है दाइको अनुहार चिनिराख्ने स्टेट्युन है गाइज मेरो चाहिँ हात थगिहाल्यो आज ह्यान्ड चेन्ज गरौँ 5 किलोमिटर अन्तर्गत विभिन्न विद्यालयहरूका छात्राहरूको विजयीहरू त्यसै गरी गर्न सफल पवित्र सार्कीलाई पुरस्कारले बजाएर साथतर्फ प्रथम स्थान प्राप्त गर्न सफल देवकी धामी यो सुनाए कि गोल्ड मेडल हान्नेवाला नमुना माध्यमिक विद्यालय धनगढीबाट देव पार गर्नुभएको सँगै नगद 15,000 मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ उहाँलाई हार्दिक आग्रह गर्छु र हार्दिक बधाई ज्ञापन कुमारी धामी जसले 19 मिनट 34 सेकेन्डमा 5 किलोमिटरको रेसलाई पुरा गरी नगद 15,000 मेडल र प्रमाणपत्र प्राप्त यसै गरी 5 किलोमिटर दौड अन्तर्गत छात्रहरूको तर्फबाट पहिलो दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल खेलाडीलाई हामी पुरस्कृत गर्न गइरहेका छौँ यतिखेर छात्राहरू पुरस्कार ग्रहण गरिराख्नु 40 सेकेन्डमा दूरी पार गर्नेसँगै प्रमाणपत्र नगद 5,000 र मेडल प्राप्त गरिराख्नु भएको छ प्रत्येक कत्रीजीलाई म मेडल प्रमाणपत्र र नगद 10,000 उहाँले प्राप्त गर्नुहुन्छ उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ एकपल्ट गर्दछौँ यसै गरी जोरदार ताली बजाई उहाँलाई प्रोत्साहित गरिदिनु हुन हार्दिक आग्रह गर्दछौँ हामी यतिखेर 5 किलोमिटर गरिरहेका छौँ र सर्वेश्वर गणका तर्फबाट मेडल र नगद 10,000 प्राप्त गर्नुहुँदैछ एकपल्ट उहाँलाई हार्दिकबाट सरस्वती भट्टराई उहाँलाई हामी हार्दिक बधाई ज्ञापन गर्दछौँ र मेडल प्रमाणपत्र र नगद 25,000 ग्रहण गरिदिनु हुनका लागि आग्रह गर्दछौँ उहाँले दोस्रो स्थान प्राप्त गरी नगद 25,000 मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ एकपल्ट जोरदार ताली बजाई उहाँले सम्मान गरिदिनु हुन आग्रह गर्दछु र हार्दिक बधाई ज्ञापन गर्दछु यसै गरी 24 सेकेन्डमा निर्धारित दूरी पुरा गर्नुभई नगद 35,000 प्रमाणपत्र र मेडल प्राप्त गर्नुभएको छ हार्दिक बधाई ज्ञापन गर्दछौँ श्री गोरखबक्सगढका तर्फबाट सृजना पाण्डे उहाँ पहिलो स्थान प्राप्त गर्न सफल हुनुभएको छ उहाँको सम्मानको लागि यहाँहरू सम्पूर्णमा ताली बजाइदिनु हुन हार्दिक आग्रह गर्दछु यतिखेर हामीले महिला खुला तर्फका गरिरहेका छौँ लाई हामी पुरस्कृत गर्न गइरहेका छौँ र 10 किलोमिटर पुरुष तर्फ तेस्रो स्थान प्राप्त गर्नुभएको छ निर्धारित अर्जुन बारगढका तर्फबाट सिपाही अर्जुन सार्की 10 किलोमिटर पुरुष तर्फको खुला दौडमा तेस्रो स्थान प्राप्त गर्नुभएको छ उहाँले
दूरी 34 मिनट 1 सेकेन्डमा पुरा गर्नुभए श्री रणसिंह दल गणका तर्फबाट प्रकाश कठाज्यू दोस्रो हुनुभएको छ। उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ। दोस्रो भएसँगै उहाँले मेडल प्रमाणपत्र र नगद 25,000 प्राप्त गर्नुभएको छ। हार्दिक बधाई ज्ञापन गर्दछौँ र एकपल्ट जोरदार भई उहाँ दोस्रो हुन सफल हुनुभएको हो। यसै गरी पुरुष 10 किलोमिटर खुल्लातर्फ सहभागी भई निर्धारित दूरी 32 मिनट 35 सेकेन्डमा पुरा गरी पहिलो स्थान प्राप्त गर्न सफल धावकलाई यतिखेर हार्दिक बधाई ज्ञापन गर्दै पुरस्कार ग्रहणको निमित्त आग्रह गर्दछु। श्री भैरवनाथ गणका तर्फबाट अक्कल पाल उहाँ पहिलो स्थान प्राप्त गर्न सफल हुनुभएको छ। पहिलो स्थान प्राप्त गरेसँगै उहाँले प्रमाणपत्र मेडल र नगद 35,000 प्राप्त गर्नुभएको छ। हार्दिक बधाई ज्ञापन गर्दछु र तीनैजना धावकको सुमधुर भविष्यको कामना गर्दछु। हामीले यतिखेर यस प्रतियोगिता फाइनली गेम इन्डिङ भयो अनि गेम इन्डिङ भएर नास्ता पनि केटाहरू पनि रेडी छन्। अनि आज गेम सिद्धिहाल्यो, ट्रेनिङ छैन, आज चिट मिल भयो जस्तो भयो। अब गर्ने के खानै पर्यो। लाइक हाम्रो उही भयो के दिएको छ यसमा, एउटा चोको पनि दिएको छ, एउटा समोसा, जलेबी, केरा अनि फ्रुटी अनि सिमी। अब उसरी म खाँदैन। अनि आज ठ्याक्कै रेस इन्डिङ पनि भयो। अनि अब भोलिदेखि नयाँ सुरुवात गर्ला। अनि आज चाहिँ खाउँछु है चिट मिल।